अझै त अलिक धर्के लाग्ने भएको भए चाहिँ पैनी नै बनिहाल्छ नि। यस्तो माटो ल्याउँदा है अरू आउँछ यस्तोमा माछा गएर बसेको होला छ्या के पस्थ्यो माछा त हुँदैन। गएर माछा माछा त्यहाँ बसिहाल्छ नि। ठुलो माछा त मास्तिर आउँछ यस्तो बाढीमा। माछा भेटिरहेको दिदीको घर यता आन्टीको घर त डुबाएछ नि। हजुर ठ्याक्कै मकै मकै यति अल्काउँथ्यो। होस् सेम हाम्रो मकै चाहिँ यो पानी बगेको बराबर बराबर आउँथ्यो मकै। अनि कहाँ हजुर यहाँनिर हाम्रो मकै रोप्दाखेरि मात्रै यति अल्को मकैको त्यो के अरे लाइन देखिन्थ्यो। ओ पाइप पाइप ओ हाम्रो पाइप त्यो हल्लिरहेको छ हौ। होइन हाम्रो यहाँ हौ त्यो ठुलो लामो पाइप मोटरको पाइप उहाँ हल्लिरहेछ। पाइप पाइप नगर्नु न भेना त्यो के अरे यो त यहाँको पानी भरिन्छ नि यहाँनिर कस्तो छ माथि आउँछ। माछा चाहिँ आउँछ कहाँ छ चाहिँ माछा सानो बिचरा बच्चा के अनि ऊ त्यहाँ बुर्कै रुख्दैछ। धान तिमी कहाँ छौ? ल तपाईँलाई उ त्यो थाक तपाईँलाई उ त्यो जिम्मा उ त्यो छ नि बाँस धेरै भएको त्यो। ल ल ल दिनभरि तपाईँ यहीँ बस्नु आज यतैतिर हो। फेरि पानी पर्ला माथि हिमालमा के अरे कुहिरो लागिसकेको छ माथि हेर्नु त यो पाहाडहरूमा त्यो माथि इलाम बजारदेखि नै लगाइरहेछ। पुल पनि बगाएर झार ल्याउँछ यता हुँदै। उँधो लिएर आउँछ पुल सुल फेरि सबै नयाँ बनाउनु। हाम्रो झापातिर ल्याउँछ नि इलामहरू सब। इलाम सिलाम यो माथिको जानुपर्छ त पाहाड साड सब यहीँ छ त दाउरा नि बिटो बिटो। अब यहाँबाट तर्ने नि त्यो माथिबाट पस्नुपर्छ तर यहाँ साह्रो गहिरो। केपी बा तपाईँ सरकारबाट गइहाल्नु भयो अहिले त हेर्नु यस्तो भएको छ। केपी बा तिमीलाई भेटायो भने चाहिँ म यहीँनिर हाल्ने हो पानीमा हालिदिन्छौँ तिमीलाई। ए तिमीले यहाँनिर तर्पण पाउँछौ भनेर पर्बाट भोट दिएको होइन बिर्स्यौ।